कुस्मा पर्वत दिउँसो चाहिँ यस्तो देख्छ पुरा बजार छ बजार राति चाहिँ कसरी छ भरे गाउँलाई होइन दिउँसो चाहिँ यस्तो छ कुस्मा पर्वत अलि माथि गाउँमा पर्दछ भन्नाले माथि गाउँ त होइन यो अलि माथि पर्दछ त्यो बन्जिजम चाहिँ कुस्मा पर्वत चाहिँ त्यो तल पर्छ यो चाहिँ बजार एरिया ठ्याक्क 12:30 बजे दिउँसो मध्ये कुस्मा पर्वतले चाहिँ बुटोल गर्मी भनेको त यो पो गर्मी लाग्यो मलाई त झन् पाहाडमा झन् गर्मी हुँदैछ त तेरिका ल बजार हाट यस्तै हो मेन हाइवे चाहिँ पर रहेछ त्यहाँ पर अनि यता आउनुपर्ने सिधै यताबाट उँधो कहाँ जान्छ थाहा छैन यता उमजी पर जान्छ त्यतै जान्छ होला त्यो कुस्मा 6 मैत्री चोक पर्वत भन्दो रहेछ यसलाई कुस्मा पर्वतमा सपिङ पनि महँगो रहेछ त ठिकै छ अलिक काठमाडौँ ल्याउने सबै सामान यता पनि अनि त्यही भएर महँगो होला नि नत्र एउटा टी सर्ट एउटा टी सर्ट राम्रो दिएको थिएँ मैले किन्नु कि भनेको त काठमाडौँको भाउ भन्दा महँगो पो भन्यो त एउटा टी सर्टलाई त्यति महँगो त नभन्नु पर्ने तर होला नि त भाडा अब होइन ल यस्तै छ कुस्मा पर्वत दिउँसो चाहिँ होइन रातिको चाहिँ म भरे गर्छु नि यस गल्ली पछि गल्ली गल्ली आएकोले गर्दा मजा हुने के हिँड्नु पनि यस्तो घाम लागेर पनि मजा लागिरहेछ मलाई हिँड्नु ल कुस्मा पर्वत पनि देखियो तलबाट आउँदा चाहिँ पुरा गर्मी जस्तो भइरहेको थियो अहिले त झन् आमामा म त हप्पपी भइहालेँ ल हामी चोक आयौँ है अब पर्वत भन्ने नाम सुनेको आज आइपुग्दा खुसी लाग्यो ल कुस्मा पर्वत दिउँसो चाहिँ यस्तो देख्छ हजुर सब व्यस्त आफ्नो कामले कोही कता जाने उयसमा कोही कता जाने उयसमा सबै आफ्नो तालमा छ ल चोक चाहिँ यही हो अब टक्क लगाएर अब ल चोक चाहिँ यही हो कुस्मा पर्वतको एउटा उयो त्यो मेनबाट भित्र छिर आउनु पर्दछ धेरै हिँड्नु पर्दछ जस यतातिर टेन्सन चाहिँ नमान्नु पर्दो रहेछ क्याफेहरूदेखि लिएर होटेलहरू चाहिँ छेउछेउमै हुने रहेछ सबै कुरा पैसा हो नि पैसा जहाँ पनि सहिलो भएछ नि त्यति बेला डल्लै रहेछ होटेल क्याफे उयोदेखि भएन त्यही पछि अब मलाई गर्नु दिन्छ भने गर्छु होइन तर मलाई मेडिकलले दिँदैन भन्थ्यो अस्ति भान्जालाई सोध्लाउँदाखेरि हेर्छु दियो भने गर्नु पऱ्यो के छ र जिन्दगी होइन मरिजाने जिन्दगी हामी फालेरै मरौँ न है चिटिक्क माथि टपसम्म ठ्याक्कै चोक आयो यता चाहिँ अलिक धुवा धुलो नभएर कति सफा हुने कि तर म यति साह्रो घटेँ कि यसपालि हेरिका म यति धेरै हिँड्दैछु किनभने जिउलाई राम्रो हुन्छ भनेर कि हिँडेको हिँडेको छु अब यहाँनिर खास ट्याक्सी पनि आउनु सकिन्छ म हिँड्छु किनभने धेरै गाडीमा बसेर यात्रा गरिन्छ त्यही भएर किन नहिँड्नु नि त्यही भएर कहाँबाट आज जाने टिकट हो के हो मेरो चाहिँ टिकट सिस्टम छ जस्तो ल रेट चाहिँ यसरी रहेछ बन्जियर स्विङलाई यति 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 प्लस उयो पनि रहेछ यो चाहिँ काउन्टर रहेछ यही हो पारी सभा यता
सट्ट बसेर हेर्नु मिल्ने यस्तो बस्ने ठाउँ पनि रहेछ भित्र छुट्टिक्क ल्याएर सट्टै हेर्दै खानु